हेलो साथीहरू नमस्कार। र केही दिन अगाडि मैले एउटा मेरो पेजमा के स्टोरी लगाएको थिएँ र मैले फेसबुकको अर्निङहरू सो गरेको थिएँ र तपाईँहरूले धेरैले म्यासेज गर्नुभएको थियो हामीले पनि कसरी अर्निङ गर्न सकिन्छ फेसबुकदेखि भनेर धेरैले कमेन्टहरू या म्यासेजहरू गर्नुभएको थियो र ती म्यासेजहरू र कमेन्टहरूको आधारमा मैले तपाईँलाई आज यो भिडियो बनाएर दिँदैछु जुन भिडियोको सहायताले साथीहरू तपाईँले पनि सजिलैसँग फेसबुकबाट मनग्गे आम्दानी यानि कि अर्निङ गर्न सक्नुहुनेछ। त्यो कसरी जान्नको लागि साथीहरू आज हामीले यस भिडियोमा जान्नको लागि साथीहरू तपाईँले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोला र तपाईँहरूले यो भिडियो हेरिसकेपछि साथीहरू तपाईँले पनि आफ्नो फेसबुक एकाउन्टबाट यानि कि फेसबुक पेजबाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ। त्यो कसरी तपाईँहरूले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोला। यस भिडियोमा हामीले जान्नेछौँ कि हामीले फेसबुकबाट कसरी अर्निङ गर्न सकिन्छ, हामीले फेसबुक पेज कसरी क्रिएट गर्ने भन्ने बारेमा आज हामीले यस भिडियोमा जान्नेछौँ। लौ त साथीहरू भिडियोलाई ढिला नगरी सुरु गरौँ। सर्वप्रथम साथीहरू हामीले फेसबुक एकाउन्ट ओपन हामीलाई फेसबुक पेज क्रिएट गर्नुपर्ने हुन्छ। यदि तपाईँसँग फेसबुक पेज छैन भने एकाउन्ट नयाँ फेसबुक पेज बनाउनु पर्ने हुन्छ। यदि तपाईँसँग फेसबुक पेज छ भने त्यसलाई रेगुलर सक्नुहुनेछ। र नयाँ फेसबुक पेज बनाउनको लागि साथीहरू आफ्नो प्रोफाइलको यो आइकनमा ट्याप गर्नुहोला। यसमा ट्याप गरेपछि साथीहरू तपाईँले स्क्रोल गरेर तपाईँले देख्नुहुन्छ पेज भनिरहेको छ, यसमा ट्याप गर्नुहोस्। यसमा ट्याप गरेपछि साथीहरू तपाईँले देख्नुहुन्छ क्रिएट भनिरहेको छ, यसमा ट्याप गर्नुहोला। ट्याप गरेपछि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ तपाईँको मोबाइल के यस्तो खाले इन्टरफेस खोलेर आएको छ, देख्न सक्नुहुन्छ। तपाईँले गेट फ्रेस स्टार्ट भनेको छ, तपाईँले यानि कि नयाँ पेज गराउने त्यो यसमा टिक लागेको छ र तपाईँले देख्न सक्नुहुन्छ। तल पनि प्रमोट योर स्टोर प्रोडक्ट अर सर्भिस भनेको छ, यसमा तपाईँले टिक लगाउन सक्नुहुनेछ या नलगाए पनि हुन्छ। टिक लगाइदिए मैले तपाईँले लगाउन पनि सक्नुहुन्छ। त्यसपछि नेक्स्ट गर्नुहोला। नेक्स्ट गरेपछि साथीहरू तपाईँले देख्नुहुन्छ गेट स्टार्ट भनेको छ, यसमा ट्याप गर्नुहोस्। ट्याप गरेपछि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ तपाईँहरूको आफ्नो पेजको नाम दिन सक्नुहुनेछ। तपाईँले आफ्नो पेजको नाम के राख्ने हो तपाईँले यहाँ सिलेक्ट गर्नुहोला। मैले मेरो नाम राखेँ। नेक्स्ट गरेपछि साथीहरू तपाईँले देख्नुहुन्छ तपाईँको आफ्नो पेजको क्याटेगोरी यहाँ सिलेक्ट गर्नुपर्ने। तपाईँको पेज केसँग रिलेटेड छ त्यो पेज, तपाईँको पेज त्यो तपाईँले यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। मैले यहाँ सिलेक्ट गर्दैछु। तपाईँको पेज कुन सम्बन्धी छ त्यसलाई तपाईँले सिलेक्ट गर्नु सक्नुहुनेछ। यहाँ दुई तिनवटा तपाईँले यहाँ सिलेक्ट गर्न सक्नुहुन्छ। मैले एउटा मात्रै सिलेक्ट गरेँ। त्यसपछि क्रिएट भनेर यसमा ट्याप गर्नुहोस्। त्यसपछि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ तपाईँको फ्रेस सेटिङ अफ योर पेज भनेको छ, सक्सेस योर क्रिएट प्रेम नाउ एट मोर डिटेल्स हेल्प पिपल कनेक्ट विथ यु भनेको छ, देख्न सक्नुहुन्छ। तपाईँले आफ्नो पेजको बायो राख्न सक्नुहुनेछ, कन्ट्याक्ट इन्फर्मेसन, वेबसाइट, इमेलहरू तपाईँले यहाँ दिन सक्नुहुन्छ। सबै आफ्नो इन्फर्मेसनहरू तपाईँले यहाँ दिनुहोला। तपाईँले यहाँ आफ्नो सब इन्फर्मेसनहरू तपाईँले यहाँ दिन सक्नुहुन्छ। टिक गर्नुहोला। त्यसपछि तपाईँले आफ्नो यहाँ इन्फर्मेसनहरू सबै राख्न सक्नुहुनेछ। इमेलहरू, फोन नम्बर, एड्रेसहरू तपाईँले यहाँ सबै सिलेक्ट गर्नुहोला। जिप कोड सबै हानिसकेपछि साथीहरू तपाईँले नेक्स्ट गर्नुहोला। मैले अहिले राखेन। त्यसपछि साथीहरू तपाईँले आफ्ना जति पनि साथीहरू छन् ती साथीहरूलाई तपाईँले इन्भाइट गर्न सक्नुहुनेछ। देख्न सक्नुहुन्छ सिलेक्ट अल फ्रेन्ड्सलाई भनेको छ, देख्न सक्नुहुन्छ। यसमा क्लिक गरेर तपाईँले जति पनि तपाईँहरूको साथीहरू छन् तिनलाई तपाईँले इन्भाइट गर्न सक्नुहुनेछ, देख्न सक्नुहुन्छ। यसलाई इन्भाइट गर्नुको लागि यो अलमा ट्याप गर्नुहोस्। त्यसपछि नेक्स्ट गर्नुहोला। नेक्स्ट गरेपछि देख्न सक्नुहुन्छ इन्भाइट भनेको छ, यसमा ट्याप गरिदिनुहोस्। यसमा ट्याप गरेपछि साथीहरू के हुन्छ भने तपाईँको साथीहरू जति छन्, फ्रेन्ड्सहरू जति छन् ती सबलाई नोटिफिकेसन जानेछ। यदि तिनीहरूलाई मन पऱ्यो भने तिनीहरूले पनि फलो गर्नेछन्। त्यसपछि डन गरिदिनुहोस्। देख्नुहुन्छ हाम्रो पेज क्रिएट भइसकेको छ। त्यसपछि हामी पेजमा यहाँ लगइन हुनेछ। तपाईँले देख्न सक्नुहुन्छ स्विचिङ टु प्रिन्ट भनेको छ, देख्न सक्नुहुन्छ। हाम्रो आफ्नो पेज यहाँ सिलेक्ट गरिसके यानि कि क्रिएट गरिसकेको छन्, तपाईँले देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले आफ्नो पेजको नाम देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले आफ्नो पेजको फोटोहरू र कभर फोटोहरू तपाईँले लगाउनु पर्ने हुन्छ। मैले लगाएन अहिले, तपाईँले अनिवार्य रूपमा आफ्नो फोटोहरू यहाँ लगाउनु होला। लगाइसकेपछि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ हाम्रो पेज यहाँ क्रिएट भइसकेको छ, तपाईँले देख्न सक्नुहुन्छ। तपाईँहरूको आँखा अगाडि यसरी पेज क्रिएट भइसकेको छ साथीहरू। र साथीहरू तपाईँले अब यहाँ डेली रूपमा लङ भिडियो या रिल भिडियोहरू तपाईँले यहाँ पोस्ट गर्नुपर्ने हुन्छ। लङ भिडियो र रिल भिडियोहरू पोस्ट गर्नुपर्ने हुन्छ। पोस्ट गरेपछि साथीहरू तपाईँले जति बेला तपाईँको फेसबुकमा राम्रो रिचहरू आउन थाल्छ, भ्युजहरू आउन थाल्छ, त्यो बेलामा तपाईँले मोनिटाइजेसन तपाईँले पाउन सक्नुहुनेछ। देख्न सक्नुहुन्छ। फेसबुक मोनिटाइजेसन पाउनको लागि साथीहरू तपाईँहरू नेपाल बाहिर हुनुहुन्छ भने तपाईँले इजिली पाउन सक्नुहुन्छ। यदि नेपालमै हुनुहुन्छ भने तपाईँहरूले आरडिपी युज गर्नुपर्ने हुन्छ। यदि तपाईँहरूलाई पेजमा राम्रो फलोवर छ, राम्रो भ्युजहरू आइरहेको छ, रिचहरू राम्रो छ भने त्यो अवस्थामा तपाईँले कुन फलोवर मेटर गर्दैन, जति फलोवर भयो भने तपाईँले त्यो मोनिटाइजेसन टुलहरू पाउन सक्नुहुन्छ। जस्ट तपाईँले यहाँ म देखाउँछु। टुल्समा गएँ, टुल्समा गएपछि मोनिटाइजेसनमा गएँ। मोनिटाइजेसनमा गएपछि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ तपाईँहरू यी तलका जति पनि टुल्सहरू छन् यी टुल्सहरू तपाईँले पाउन सक्नुहुन्छ। यदि तपाईँको पेजमा राम्रो फलोवर छ
राम्रो भ्युजहरू आउँछ भने तपाईँहरूले जुनसुकै बेला पनि पाउन सक्नुहुन्छ। त्यसको लागि साथीहरू तपाईँले आरडिपी युज गर्नुपर्ने हुन्छ। यदि नेपालमा हुनुहुन्छ भने, यदि इन्डियामा हुनुहुन्छ, नेपालभन्दा बाहिर हुनुहुन्छ भने तपाईँले आरडिपी युज गर्नु पर्दैन। तपाईँहरूले आफ्नो फेसबुक पेज जुनसुकै बेला पनि मोनेटाइजेसन गर्न सक्नुहुन्छ साथीहरू। तपाईँले आफ्नो ओरिजिनल भिडियोहरू हाल्नुभयो भने तपाईँले झन् छिटो पाउन सक्नुहुनेछ। देख्न सक्नुहुन्छ तपाईँले यहाँ यी सबै प्रक्रियाहरू पुरा गर्नुभयो भने तपाईँले यी सबै अप्सनहरू तपाईँकोमा खुल्नेछ र तपाईँहरूले पनि राम्रोसँग फेसबुकमा आम्दानी गर्न सक्नुहुन्छ साथीहरू। देख्न सक्नुहुन्छ र यो भिडियोमा तपाईँहरूलाई मैले यति नै बताएँ। देख्न सक्नुहुन्छ हामीले फेसबुक पेज क्रिएट गरिसकेका छौँ। अब तपाईँले यहाँ सिर्फ भिडियोहरू पोस्ट गर्नुपर्ने हुन्छ। लङ भिडियो या तपाईँले रिल्सहरू पोस्ट गर्नु सुरुमा। रिल्सहरू धेरै नै भाइरल हुने गर्छन्, त्यसैले तपाईँले लङभन्दा पहिला तपाईँले रिल्समा काम गर्नुहोस्। रिल्समा काम गरिसक्यो भने भिडियोहरू धेरै भाइरल हुने गर्छन्, त्यसैले तपाईँले पहिला रिल्सहरू बनाएर भिडियोहरू अपलोड गर्नुहोस्। दिनमा 2, 3, 4, 5वटा जति सक्नुहुन्छ तपाईँले भिडियोहरू अपलोड गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई भिडियो बनाउन आउँदैन भने त्यो अवस्थामा हामीले के गर्ने त? त्यसको लागि साथीहरू तपाईँलाई मैले फेरि अर्को भिडियो लिएर आउनेछु। यदि तपाईँलाई भिडियो बनाउन आउँछ तपाईँले आफ्नो भिडियोहरू पोस्ट गर्न सक्नुहुनेछ। यदि तपाईँलाई भिडियो बनाउन आउँदैन र तपाईँलाई बोल्न पनि आउँदैन भने त्यो अवस्थामा हामीले कसरी भिडियो अपलोड गर्ने र कस्ता खालका भिडियोहरू अपलोड गर्ने र भिडियो कहाँबाट ल्याउने भन्ने बारेमा मैले फेरि अर्को भिडियो ल्याउनेछु। तपाईँहरूले प्रतीक्षा गर्नुहोला। यदि यस टेक्निकलपिकी.com युट्युब च्यानललाई या फेसबुक पेजलाई फलो गर्नुभएको छैन भने र तपाईँले युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने आजै सब्सक्राइब गर्नुहोस्। तपाईँहरूलाई मैले गाइड गर्नेछु र तपाईँले मेरा भिडियोहरूलाई फलो गर्नुभयो भने तपाईँहरूले पनि सजिलैसँग आफ्नो फेसबुकबाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ साथीहरू। जस्ट मैले तपाईँलाई मेरो पेजमा देखाएको थिएँ, तपाईँले स्टोरी हेर्नुभएको होला। यदि हेर्नुभएको छैन भने धेरै मेरो फेसबुक पेजलाई पनि फलो गर्न सक्नुहुनेछ। यदि गर्नुभएको छैन भने सबैले फलो गर्नु होला। र त्यसमा मैले केही भिडियोहरू स्टोरीहरू लगाइरहेको हुन्छु। तपाईँले त्यहाँबाट पनि केही इन्फर्मेसनहरू लिन सक्नुहुन्छ साथीहरू। र तपाईँले पनि फेसबुक पेज मोनेटाइजेसन गर्न चाहनुहुन्छ भने तपाईँहरूले पनि यदि नेपाल बाहिर हुनुहुन्छ भने तपाईँले सजिलैसँग फेसबुक पेज मोनेटाइजेसन हुन्छ। यदि नेपालमा हुनुहुन्छ भने तपाईँले आरडिपी युज गर्नुपर्ने हुन्छ। आरडिपी युज गरिसक्यो भने साथीहरू तपाईँले आफ्नो फेसबुक पेज मोनेटाइजेसन गर्न सक्नुहुनेछ र तपाईँले राम्रो आम्दानी गर्न सक्नुहुन्छ। फेसबुकबाट पनि तपाईँहरूले धेरै आम्दानी गर्न सक्नुहुनेछ। तपाईँहरूलाई मैले फेसबुकको स्टोरीमा तपाईँलाई देखाइसकेको थिएँ, तपाईँले पनि देख्नुभएको होला। तपाईँले पनि त्यस्तै गरी मनाकी आम्दानी नेपालमै बसेर गर्न सक्नुहुनेछ साथीहरू। म नेपालमै छु तर मैले फेसबुक मोनेटाइजेसन गरेको छु। तर मैले कसरी गरेको छु तपाईँलाई मैले भिडियो पहिला पनि मैले हालेको थिएँ, तपाईँले त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ। मैले आरडिपी युज गरेर मैले आफ्नो फेसबुक पेजहरू मोनेटाइजेसन गरेको छु। मसँग अहिले 6-7वटा पेजहरू छन्। म ती 6-7वटा पेजबाट मैले राम्रो आम्दानी गरिरहेको छु। र यदि तपाईँले पनि आफ्ना पेजबाट मोनेटाइजेसन गर्न चाहनुहुन्छ भने साथीहरू सजिलैसँग आफ्नो फेसबुक पेज बनाएर मोनेटाइजेसन गर्न सक्नुहुन्छ साथीहरू। यदि तपाईँले आफ्नो फेसबुक एकाउन्टलाई नै पेजमा कन्भर्ट गर्न चाहनुहुन्छ भने त्यो पनि तपाईँले गर्न सक्नुहुन्छ। यदि तपाईँका फ्रेन्ड्सहरू जति पनि छन् ती फ्रेन्ड्सलाई फलोमा कन्भर्ट गर्न चाहनुहुन्छ भने त्यो अवस्थामा तपाईँले आफ्नो प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसक्यो भने साथीहरू तपाईँले देख्नुहुन्छ 3 डट रहेको छ। देख्नुहुन्छ मैले अलरेडी नै गरिसकेको छु। त्यस तपाईँलाई देखाउन चाहे 3 डटमा जानु होला। 3 डटमा गइसक्यो भने साथीहरू तपाईँले यहाँ देख्नुहुन्छ टर्न अफ प्रोफेसनल मोड भनेको छ। टर्न अन प्रोफेसनल मोड भन्ने रहेको हुन्छ। यसमा क्लिक गरेर तपाईँहरूले आफ्नो प्रोफेसनल मोडलाई अन गर्नुभयो भने तपाईँहरूलाई पनि यस्तै टुल देखाइदिनेछ। जस्ट मैले तपाईँलाई यो मेरो एकाउन्टमा देखाइदिनेछु। देख्नुहुन्छ स्क्रोल गरिसक्यो भने साथीहरू तपाईँले देख्न सक्नुहुन्छ यी मोनेटाइजेसन टुल्सहरू तपाईँलाई यस्तो खालको देखाइदिनेछ। प्रोफेसनल ड्यासबोर्ड खुल्नेछ र त्यसपछि तपाईँले देख्न सक्नुहुन्छ यी टुल्सहरू तपाईँले पनि यहाँबाट पेजलाई यानि कि फेसबुक एकाउन्टलाई पेजमा कन्भर्ट गरेर पनि तपाईँले फेसबुक एकाउन्टलाई पनि मोनेटाइजेसन गर्न सक्नुहुन्छ। यी टुल्सहरू पाउन सक्नुहुन्छ। यदि तपाईँकोमा राम्रो भ्युज आइरहेको छ, राम्रो रिचहरू गइरहेको छ भने त्यो अवस्थामा तपाईँले आफ्नो एकाउन्टलाई पनि पेजमा कन्भर्ट गरेर फेसबुकलाई मोनेटाइजेसन गर्न सक्नुहुनेछ साथीहरू। देख्न सक्नुहुन्छ यसरी तपाईँले आफ्नो फेसबुक पेज मोनेटाइजेसन गर्न चाहन्छ, एकाउन्ट मोनेटाइजेसन गर्न चाहन्छ भने यो भिडियोलाई फलो गर्नुभयो भने तपाईँहरूले पनि सजिलैसँग आफ्नो फेसबुक पेज मोनेटाइजेसन गर्न सक्नुहुनेछ साथीहरू। यही नै थियो आजको सानो जानकारी। आशा छ हजुरहरूलाई यो भिडियो अवश्य मन पर्यो होला भनेर। यदि तपाईँलाई यो भिडियो थोरै पनि युजफुल लागेमा साथीहरू तपाईँले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला साथीहरू।